काठमाडौँको राजनीतिदेखि सोशल मिडियासम्म अहिले एउटा विषयले निकै ठूलो बहस सिर्जना गरेको छ। बालेन शाह भर्सेस युट्युबर रोशन पोखरेल अरेस्ट कन्ट्रोभर्सी। के वास्तवमै युट्युबर रोशन पोखरेललाई अन्यायपूर्ण रूपमा पक्राउ गरियो वा उनले कानून उल्लङ्घन गरेका थिए र यो विवादको वास्तविक सत्य के हो? नमस्कार, तपाईं हेर्दै हुनुहुन्छ नेपालीज न्यूज र आजको यस भिडियोमा हामी यो पूरै विवादको गहिरो विश्लेषण गर्नेछौं। तथ्य, भावना र वास्तविकता सबैलाई समेटेर। सबैभन्दा पहिले बुझौं यो विवाद सुरु कसरी भयो। युट्युबर रोशन पोखरेल जो सामाजिक विषयमा भिडियो बनाउँदै आएका छन्, उनले हालै काठमाडौँ महानगरसँग सम्बन्धित एउटा भिडियो सार्वजनिक गरे। उक्त भिडियोमा उनले केही सरकारी कामकाज र निर्णयहरूबारे प्रश्न उठाएका थिए। त्यसपछि केही समयमै उनलाई प्रहरीले पक्राउ गरेको खबर आयो र यहीबाट सुरु भयो विवाद, बहस र जनताको प्रतिक्रिया। अब मुख्य कुरा, रोशन पोखरेल किन पक्राउ परे? प्रहरीको दावी अनुसार उनले सामाजिक सञ्जाल मार्फत गलत सूचना फैलाएको, सार्वजनिक व्यक्तिको मानहानि गरेको वा सामाजिक अशान्ति फैलाउने किसिमको सामग्री पोस्ट गरेको आरोप लागेको छ। त्यसपछि रोशन पोखरेलका समर्थकहरूले भने यो सोचमाथिको दमन हो। अब कुरा गर्छौं काठमाडौँ महानगरका मेयर बालेन शाहको। बालेन शाह अहिले युवाहरूका बीचमा निकै लोकप्रिय नाम हो। उनको काम गर्ने शैली, कडा निर्णय र सिस्टम सुधार्ने प्रयासले धेरैलाई प्रभावित बनाएको छ। तर यो केसमा धेरैले उनलाई सीधा जोड्ने प्रयास पनि गरेका छन्। के बालेन शाहले नै रोशनलाई पक्राउ गराउन दबाब दिएका हुन्? अहिलेसम्म यसको कुनै स्पष्ट प्रमाण सार्वजनिक भएको छैन। यो घटनापछि सोशल मिडियामा दुई पक्ष देखिए। एक पक्षले भने कानूनभन्दा माथि कोही छैन, गलत कुरा गर्ने जो कोहीलाई कारबाही हुनुपर्छ। अर्को पक्षले भने सरकार वा नेताको आलोचना गर्दा पक्राउ गर्नु लोकतन्त्रको विरुद्ध हो। फेसबुक, टिकटक र युट्युबमा #FreeRoshanPokhrel ट्रेन्ड हुन थाल्यो। अब यो विवाद केवल एक व्यक्तिको गिरफ्तारीमा सीमित रहेन, यो सिधै फ्रिडम अफ स्पीचको बहसमा परिणत भयो। नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको छ, तर त्यसको पनि केही सीमाहरू छन्, जस्तै गलत सूचना फैलाउने, घृणा फैलाउने वा अरूको प्रतिष्ठामा आँच पुर्याउने काम गर्न पाइँदैन। कानूनी दृष्टिकोणबाट हेर्दा यदि रोशन पोखरेलले साँच्चै गलत सूचना फैलाएका छन् भने प्रहरीले कारबाही गर्न सक्छ। तर यदि उनी केवल आफ्नो विचार राखिरहेका थिए भने त्यो गिरफ्तारी गलत मानिन सक्छ। यही कुराले यो केसलाई जटिल बनाएको छ। मिडियाले पनि यस विषयलाई निकै प्राथमिकताका साथ उठाएको छ। कतिपय मिडियाले यसलाई अभिव्यक्ति स्वतन्त्रताको दमन भनेका छन् भने केहीले यसलाई कानूनी प्रक्रिया मात्र भनेका छन्। यसले देखाउँछ सत्य एउटै भए पनि व्याख्या फरक हुन सक्छ। यो विवादले अर्को ठूलो प्रश्न पनि उठाएको छ। जनताले सरकारमाथि कति विश्वास गर्छन्? यदि जनताले महसुस गरे कि आवाज उठाउँदा दण्ड पाइन्छ, त्यो लोकतन्त्रका लागि राम्रो संकेत होइन। यो घटनाले बालेन शाहको इमेजमा पनि असर पार्न सक्छ। जसले उनलाई परिवर्तनको प्रतीक मानेका थिए, उनीहरू अहिले प्रश्न गर्न थालेका छन्। तर उनका समर्थकहरू भने अझै भन्छन् कि बालेन सही छन्, नियम सबैका लागि समान हुनुपर्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, रियालिटी के हो? साँचो कुरा के हो भने अहिलेसम्म सम्पूर्ण तथ्य सार्वजनिक भएका छैनन्। हामीले सुनेका धेरै कुरा अनुमान, भावना र आंशिक जानकारीमा आधारित छन्। त्यसैले यो आवश्यक छ कि हामी भावनामा बगेर होइन, तथ्यका आधारमा निर्णय गरौं। न त कसैलाई बिना प्रमाण दोषी ठहर गरौं, न त कसैलाई बिना कारण निर्दोष घोषित गरौं। बालेन शाह वर्सेस रोशन पोखरेल विवाद केवल एक घटना होइन, यो हाम्रो समाज, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको ऐना हो। यसले हामीलाई सोच्न बाध्य बनाउँछ हामी कति स्वतन्त्र छौं र हामी कति जिम्मेवार छौं। अब तपाईको विचार के छ? के रोशन पोखरेलको गिरफ्तारी सही थियो वा यो अभिव्यक्ति स्वतन्त्रतामाथि हमला हो? कमेन्टमा आफ्नो विचार जरुर लेख्नुहोस्। यदि तपाईलाई यस्तो गहिरो विश्लेषण मनपर्छ भने भिडियोलाई लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र च्यानल सब्स्क्राइब र फलो गर्न नबिर्सनुहोस्। धन्यवाद।